के हो बुढो आज त पुरा मुस्कान छ त नि तन्की मुस्कान छ ल्यापटपमा के छ हौ त्यस्तो आज खुसीको दिन छ हौ केटी के हो खुसी त्यस्तो हिजो सेयर बजारमा लगानी गरेको थिएँ आज 30 अङ्कले सेयर बजार बढ्यो यस्तो बेला नि खुसी नहुँदा के 30 अङ्क सुनको भए पनि अलिकति घट्छ है मलाई म डिजाइन हेर्छु एक दुईवटा सुनको एउटा औँठी एउटा चुरा अब घट्यो अब भोलिबाट घट्यो यो सेयर बजार भोलिबाट घट्यो तिमीले यसै गर्छौ क्या जहिले यी धर्केहरूले चाहिँ बढ्छ भनेर मैले लगानी गरेको अब यस्तो गर्छ जहिले कस्तो मैले गरेर हुन्छ हिजो चाहिँ मलाई तिमीलाई सेयरबाट नाफा भयो भने किनिदिन्छु भनेकोले गर्दा आज 30 अङ्क बढेको अब नकिनिदिन्छु भन्नु पनि भोलिदेखि त घटेन भने त मलाई भन्नु त्यतिखेर एक दिन बढ्न पाएको छैन यस्तो गरेर हुन्छ सुबह सायद यसरी बिगार्छौ क्या तिमीले एक दिन बढ्दा कति हजार बढ्यो नि त अब टक्क त्यसबाट निकाल्ने सुनमा लगानी गर्ने सुनको त कहिले अब भोलि 60 अङ्कले घट्छ अनि अब खान्छौ अनि त्यतिखेर खान्छौ 60 अङ्क यो साइदै बिगार्यो क्या तिमीले एक दिन बढ्न पाउँदैन यस्तो छ साइज बिग्रे त बिग्रियो कि तर तिमीले नकिन्ने भनेकोले गर्दा चाहिँ साइज बिग्रेको हो क्या किन भन त किनिदिन्छु भन न किनिदिन्छु भन कि भोलि बढेन भने नेप्से एक दिन बढ्न पाउँदैन हो सुनको डिमान्ड आइहाल्छ अनि कसरी हुन्छ अनि मैले घटाउने बढाउने हो नेप्से मैले चलाएको हो सेयर लगानी गर्ने तपाईँ र पनि त एउटा कमसे कम अब तिमीलाई भन्दिनँ अब यो बढेको कुरा पनि सुनाउँदिनँ म अब नसुनाइ म हेर्न सक्दिनँ मेरो पनि त मोबाइलमा आउँछ नि त हेर्न सक्दिनँ म किनेको पनि भन्दिनँ म अब तिमीलाई नभन्नु न त एक्लै म भित्र राख्नु